2 पददेखि उसको 2 पद 3 पदमा हामीले पढ्दाखेरि यो घटना फरक घटना छ। अनि यहाँनिर हामीले 8 अध्यायमा पढ्दाखेरि एउटा कुष्ठ रोगी छ, कुष्ठ रोग लागेको मान्छे। अनि यो चाहिँ यहाँ पनि ठुलो एउटा भिड छ। यहाँ चाहिँ प्रभु येशू ख्रीष्ट डाँडामा हुनुहुन्थ्यो, चेलाहरूसँग डाँडामा जानु भएको थियो। अनि डाँडाबाट ओर्लेपछि चाहिँ उहाँले यो कुष्ठ रोगीलाई निको पार्नु भएको छ। यहाँ भिड थुप्रिँदै गएको छ। अनि यो रोगी चाहिँ के भन्यो भन्दा उसले चाहिँ उहाँ डाँडाबाट ओर्लनु भएपछि ठुलो भिड उहाँको पछि लाग्यो र एकजना कुष्ठ रोगी उहाँ कहाँ आयो भन्छ। यहाँ चाहिँ यो मान्छे चाहिँ आफै आएको छ प्रभुको चरणमा आफ्नो रोगलाई, आफ्नो रोगबाट निको हुनका लागि यो मान्छे चाहिँ आफै आएको हामी पाउँछौं। र उसले चाहिँ आएर यहाँ के गर्यो भन्दाखेरि घुँडा टेक्यो भन्छ। अनि उसले यहाँनिर प्रभुलाई चाहिँ एकदमै माथि उचालेको अवस्था छ। कुनै पनि व्यक्तिको अगाडि घुँडा टेक्नु भनेको चाहिँ उसको अगाडि आफू चाहिँ एकदमै तल भएको, पाउमा परेको, अनि जो व्यक्तिको अगाडि जाँदैछ उसलाई चाहिँ माथि उचालेको, उहाँ चाहिँ सर्वै सर्व हुनुहुन्छ, सबैभन्दा महान चाहिँ उहाँ हुनुहुन्छ मेरो भन्ने कुराले उसको हृदय भरिएको छ। अनि उसले त्यो कुरा गरिरहेको छ। यहाँ चाहिँ घुँडा टेकेको छ। र यहाँ घुँडा टेक्नुको कारण दुईटा हुन्छ। एउटा महान व्यक्तिको अगाडि आफैलाई चाहिँ केही जस्तो नठानेर घुँडा टेक्छ मान्छेले। र अर्को कुरा चाहिँ किन घुँडा टेक्छ भन्दाखेरि चाहिँ अब उसको केही पनि उपाय नहुँदाखेरि उसले घुँडा टेक्छ हैन। मान्छेले अब चाहिँ यो मान्छे यसको केही जाने केही गर्ने उपाय नभएर उसले घुँडा टेक्यो है भन्छ मान्छेले। अनि घुँडा टेक्नु भनेको चाहिँ अब उसको केही पनि आशा नभएर, अब आशा विहीन भएर चाहिँ उसले आफैले आफैलाई इन्कार गरेको अवस्था हो यो घुँडा टेक्नु भनेको चाहिँ। अनि यो मान्छेले आफैलाई पनि त्यो अवस्थामा राख्यो अनि प्रभुलाई पनि उच्च स्थानमा राख्यो उसले। अनि उसले के भन्दैछ यहाँ भन्दाखेरि घुँडा टेक्यो र हे प्रभु तपाईको इच्छा भए, हेर्नुस् है यहाँ, यदि तपाईको इच्छा छ भने चाहिँ मलाई के गर्न सक्नुहुन्छ, निको पार्न सक्नुहुन्छ तपाईले भनेर यो मान्छेले यसरी प्रभुलाई उचालेको अथवा प्रभुसँग उसले एउटा बिन्ती बिछ्याएको है। एउटा शब्दमा भन्नु भने उसले एउटा प्रभुसँग गएर प्रार्थना गरेको आफ्नो रोगबाट निको हुनका लागि, चंगाई हुनका लागि। यो मान्छे एकदमै नम्र भएर चाहिँ उसले के गर्दैछ, घुँडा टेकेर चाहिँ प्रभुलाई बिन्ती बिछ्याउँदैछ। अनि प्रभुले के गर्नुभयो भन्दाखेरि चाहिँ उहाँले 3 पदमा आएर आफ्नो हात पसार्नु भयो अनि त्यसलाई छुनु भयो र भन्नुभयो म इच्छा गर्छु तिमी निको भइजाऊ। अनि त्यो के भयो भन्दा त्यो तुरुन्तै त्यसको कुष्ठ रोग निको भयो। तब येशूले त्यसलाई भन्नुभयो कसैलाई नभन्नु। यहाँनिर प्रभुले आज्ञा दिँदै हुनुहुन्छ कसैलाई नभन्नु है यो कुरा चाहिँ भनेर चाहिँ उहाँले त्यो रोगीलाई निको पार्नुभयो, चंगाई गर्नुभयो हैन, जाति बनाउनु भयो। अब उसको कुष्ठ रोग छैन। अनि यस्तो कुष्ठ रोग लागेको मान्छेसँग मान्छेले त्यति सम्पर्क पनि राख्दैन है। मान्छे भाग्छ परपरै, रोगीसँग मान्छे त्यति बस्दैन। कोही मान्छे टिभी लागेको छ भने के गर्छ, हो टिभी सर्छ भनेर अलि पर सर्छ हैन। अब यो भन्दा अब हैन 2-4 वर्ष अगाडि
कोरोनाको रोग लागेको थियो, आएको थियो होइन, मान्छे संगति गर्नै छोडिहाले, भेट हुनै छोडे होइन। कोरोना सर्छ, अब कोरोनाले हामीलाई मार्छ भनेर डरले के गरे, भेट हुनै छोडे। तर यहाँनिर प्रभुले चाहिँ त्यस्तो मान्छेसँग भेट गरिरहनु भएको छ। अनि यो रोगीसँग उहाँले भेट गरेर निको पार्नुभयो अनि ऊ जाति भएको छ। अब उस त्यो रोगबाट के भयो, ऊ स्वतन्त्र भयो अब हैन, स्वतन्त्र भएको पाउँछौँ। अनि यो मान्छे चाहिँ आफै प्रभु कहाँ आएर आफैले बिन्ती गरेर चाहिँ अनि प्रभुसँग आफ्नो समस्यालाई बताएको कुरा पाउँछौँ भने यहाँ मर्कुसको किताब 2 अध्यायमा चाहिँ हामी के पाउँछौँ भन्दाखेरि चाहिँ यो मान्छेलाई चाहिँ के गर्नुभयो, 4 जना मान्छेले बोकेर ल्याएको छ। अब हेर्नुहोस् है त, यहाँ 4 जना मान्छेले बोकेर ल्याएको छ। यो मान्छे हिँड्ने अवस्था छैन, उसको चाहिँ बेडसँगै, ऊ बेडमै थियो, बेडसँगै ऊ आएको छ, उसलाई लिएर आइएको छ। अनि यति साह्रो भिड थियो। यो चाहिँ अझ एउटा छुट्टै किसिमको घटना छ यो चाहिँ, यहाँनिर चाहिँ हैन, एकदम छुट्टै किसिमको घटना छ। अनि एकदमै त्यो घरमा, एउटा घर थियो, उहाँको घरमा भेला भएर मान्छेहरू ट्याप्पै बसेका थिए। अनि त्यो भिडको कारणले गर्दाखेरि त्यो मान्छेलाई प्रभु कहाँ पुर्याउन सकेनन्, सम्भवै भएन हैन। अनि के गरे भन्दाखेरि उनीहरू माथि छानामा चढे। अनि छानामा चढेर चाहिँ माथिको छाना उगारेर के गरे, त्यो खाटसँगै सही डोरीको माध्यमद्वारा कसै गरेर उनीहरूले ठ्याक्कै खाटसँगै प्रभुको उपस्थितिमा आइपुग्यो। त्यो मान्छे 4 जना मान्छेले बोकेर ल्याएको छ यो मान्छेलाई चाहिँ, अरूले सहयोग गरिरहेको छ। यहाँ उसले आफै केही गर्न नसक्ने अवस्थामा छ यो मान्छे, उसको केही उपाय नै छैन, प्रभुको चरणमा आउने उसको उपाय छैन। तर अरू मान्छेले बोकेर ल्याएर छाना उगारेर चाहिँ प्रभुको उपस्थितिमा ल्याइदिएको छ। अनि त्यहाँदेखि यो मान्छे चाहिँ हिँड्न नसक्ने मान्छे हो, पक्षघाती मान्छे। अनि त्यहाँदेखि उहाँले के भन्नुभयो भन्दाखेरि त्यो पक्षघातीलाई उहाँले भन्नुभयो हैन, त्यो सुतेको खाट समेत तल झार्दे भनेर भन्छ है त। खाट सुतेको ओछ्यानसँगै ऊ तल आएको छ। अनि येशूले तिनको विश्वास देखेर, हेर्नुहोस् है यहाँ, विश्वास देखेर चाहिँ त्यस पक्षघातीलाई भन्नुभयो, ए छोरा तिम्रा पापहरू क्षमा भए भनेर भन्नुभयो। यहाँनिर प्रभुले एक ठाउँ मात्रै होइन, धेरै ठाउँ उहाँले त्यसरी तिम्रो पाप क्षमा भए भन्दाखेरि चाहिँ फरिसी र शास्त्रीहरूले धेरै विरोध गरेको छ। परमेश्वरले बाहेक अरू कसैले पनि, यहोवा परमेश्वरले बाहेक अरू कसैले पनि पापको क्षमा गर्न सक्दैन। तर यो मान्छे चाहिँ को हो यसरी पापको क्षमा भयो भन्ने खालको उनीहरूले यसरी विरोध गरेको कुराहरू पाउँदछौँ है। र यहाँनिर मान्छे त्यो एउटा प्रभुको चरणमा जानै नसक्ने अवस्था छ भनेदेखि अरूको सहयोग पर्दछ उसलाई हैन। मान्छेलाई अरूको प्रभुको चरणमा जानै नसक्ने, अब हिँड्नै नसक्ने अवस्था छ भने के गरिन्छ, उसलाई चाहिँ अरू मान्छेले बोकेर लगिन्छ। अनि त्यहाँ कतिजना छन् भन्दाखेरि 4 जना मान्छे छन्। अनि यहाँ चाहिँ फेरि उहाँले के भन्नुभयो, तिम्रो पाप क्षमा भए भन्नुभयो हैन। तर यहाँ चाहिँ उहाँले त्यसो भन्नु भएन, फेरि म इच्छा गर्छु तिमी निको भइजाऊ भनेर भनिएको छ है। अनि कसैलाई चाहिँ, कोही मान्छेलाई, जो मान्छे चाहिँ जान नसक्ने अवस्था छ प्रभुको चरणमा भनेदेखि त्यो मान्छेलाई चाहिँ अरूले बोकेर लाने खाँचो पर्छ। तर कोही मान्छे चाहिँ आफै प्रभुको चरणमा जान सक्छ, हिँड्न सक्छ भनेदेखि चाहिँ त्यो मान्छेलाई चाहिँ अब के गर्नु पर्यो, बोकेर लानु पर्यो। र
त्यो चाहिँ के हो भन्दाखेरि अब आजको दिनमा त अब कसलाई बोकेर लाने त? बोकेर लाने कुरा त आएन हैन। 4 जना मान्छे चाहियो। अब यो 4ले चाहिँ जहिले पनि एउटा 4वटा सुसमाचारको कुरालाई पनि संकेत गर्दछ है। अनि अर्को कुरा के कुरा बुझ्छौं भन्दाखेरि कसैले कसैलाई सहयोग गर्नुपर्छ भनेर पनि हामी त्यो कुरा बुझ्छौं। अनि पाउलले के भन्छन् भने तिमीहरूले चाहिँ एक अर्काको निम्ति के गर? प्रार्थना गर हैन। र यहाँनिर पाउलले गर्न लगाएको प्रार्थना चाहिँ के छ भन्दाखेरि पहिले पनि पाउलले चाहिँ धेरै जस्तो चाहिँ पाउलले के भन्छन् भन्दाखेरि जहिले पनि प्रभुको सुसमाचार फैलिनका लागि, प्रभुको ढोका कहीँ पनि प्रभुको ढोका खोलिनका लागि हाम्रा निम्ति प्रार्थना गरिदेऊ भनेर पाउलले चाहिँ रिक्वेस्ट गरेको कुरा पाउँछौं। यता अब नयाँ नियममा आएर चाहिँ हैन, यहाँ चाहिँ अहिले प्रभुले चाहिँ विशेष गरी यो घटना चाहिँ अहिले हामीले एउटा प्रभुले जाति बनाउनुहुन्छ भन्ने कुराको त्यो आधार छुट्टै छ। तर यहाँनिर चाहिँ विशेष गरी हामीले जान्नुपर्ने कुरा चाहिँ के छ भने पापको सम्बन्ध लिएर है। जब मान्छेलाई पापले ग्रस्त पारेको हुन्छ नि, परमेश्वरको चरणमा त्यो मान्छे आउन सक्दैन। त्यो मान्छेलाई पुरै शैतानले बाँधेको अवस्था हुन्छ, हिँड्नै नसक्ने, उसको सबै खुट्टै हिँड्नै नसक्ने खुट्टा बाँधिदिएको हुन्छ। अनि त्यस्तो मान्छेलाई चाहिँ के गर्नु पर्यो? अरूको सहयोग चाहिन्छ र उसलाई अब अहिले त बोकेर लाने होइन, तर हामी अरूले एकअर्काको निम्ति प्रार्थना गरिदिनु पर्छ हैन। हामीले याकोबको किताबमा, योनाको किताबमा, पत्री योनामा पढ्दाखेरि के पाउँछौं भन्दाखेरि तिमीले एकअर्काको निम्ति एकअर्कालाई आफ्नो पाप स्वीकार गर अनि तिमीहरूको पाप क्षमा हुनेछ हैन, अथवा तिमीहरू रोगबाट पनि निको हुनेछौ भनेर उहाँले हामीलाई भन्नुभएको छ। र यसकारणले गर्दा यहाँ के रे यो मान्छेले हिँड्न नसकेको कारणले उसले निश्चय उसले भन्यो मलाई लगिदेऊ त्यो प्रभुको चरणमा। त्यही कारणले गर्दाखेरि त निको हुन्छु म त्यहाँ गएपछि भन्ने उसको एउटा विश्वास थियो। अनि 4 जनाले बोकेर लगे। अनि यहाँनिर के भन्यो? तिम्रो विश्वासले तिमी निको भयो भन्नुभयो प्रभुले। भन्नुको मतलब उसको विश्वास रहेछ है। यसकारणले गर्दाखेरि यहाँनिर हामीले चाहिँ के भन्छौं भन्दाखेरि मेरो लागि प्रार्थना गरिदिनु है भन्छौं है। तर मलाई चाहिँ विश्वास छ कि छैन त? हजारौं मान्छेले प्रार्थना गर्दै पनि मेरोमा विश्वास छैन भने मेरो कहिले पनि सुधार हुँदैन, न त मेरो उद्धारै न म रोगबाटै मुक्त हुने। यो अलिक ठिक छ, धन्यवाद। अनि तपाई र मेरो हृदयमा चाहिँ विश्वास हुनुपर्छ क्या। अरूले प्रार्थना गरिदिन्छ निको हुने होइन। मेरोमा विश्वास छैन भने निको हुँदिन म। यो मान्छे 4 जनाले बोकेर लग्यो, उनीहरूले सहयोग गरे प्रभुको चरणमा लानेर, तर तिम्रो विश्वासले निको भयो भनेको छ। त्यो 4 जनाको विश्वासले भनेको होइन है। निको हुने मान्छेकै विश्वास हुनुपर्छ। अनि यहाँनिर यो अर्को मान्छेले के भन्नु भन्दाखेरि प्रभु तपाईले इच्छा गर्नुभयो भने चाहिँ म निको हुन सक्छु भन्ने उसकोमा विश्वास थियो क्या। त्यसले गर्दा आज तपाई र हामीमा विश्वास हुनुपर्छ। यदि विश्वास आफू प्रभुको चरणमा आफै जाँदा पनि विश्वास सहित गइयो भने प्रभुले हामीलाई जाति बनाउन सक्नुहुन्छ। के रे यो हरेक रोगबाट पनि अथवा हरेक संसारिक स्वभावहरूबाट, नराम्रा कुराहरूबाट उहाँले हामीलाई छुटकारा दिन सक्नुहुन्छ। हाम्रो पापमै जीवन हुन्छ कोही बेला हैन। पापको मार्गतिर हामी हिँडिरहेका हुन्छौं, तर कसैले म चाहिँ एकदमै प्रभुमा अगाडि बढ्न सकिन, मलाई जे यस्तो के कुराले अल्झायो, दाजुभाइ दिदीबहिनीहरू प्रार्थना गरिदिनुहोस् है भन्छौं, तर आफ्नो बानी नै छोडेको छैन। अनि आफूले कोसिसै गरेको छैन, आफूले त्यो विश्वासै छैन भनेदेखि त विश्वासले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ खराब कुराबाट अलग राख्छ हैन। विश्वासमा एउटा शक्ति सामर्थ हुन्छ है। विश्वासमा आशा हुन्छ, विश्वासमा भक्ति हुन्छ हैन। विश्वासमा चाहिँ एकदमै हाम्रो दृढता हुन्छ। त्यसले गर्दा तपाई र हामीमा विश्वास चाहिँ हुनु पर्यो क्या।
म अब निको हुन्छु अथवा म अब यो खराब मार्गबाट म फर्किन सक्छु, मलाई चाहिँ प्रभुले सहायता गर्नुहुन्छ भनेपछि हामी के गर्नु पर्यो? त्यो काम गर्न छोड्नु पर्यो नि, अनि मात्रै हामी निको हुन सक्छौं। नत्र भनेदेखि यहाँनिर त्यो 4 जना मान्छेले बोकेर त ल्यायो, तर उसकोमा विश्वास थिएन भने निको हुने थिएन, त्यो मान्छे निको हुने अवस्थामा पुग्ने थिएन है। त्यसले गर्दा आज तपाईँ र हाम्रोमा के हुनु पर्यो? विश्वास हुनु पर्यो। कोही बेला हामीले बिन्ती गर्छौं तर विश्वास हुँदैन। यहाँनिर अब म तपाईहरुलाई फेरि यहाँ सुसमाचार यूहन्ना किताबमा 12 अध्यायमा लिएर जान्छु। यहाँ पनि हेर्नुस् है, यहाँ बिन्ती गरेका छन् तर उनीहरुकोमा के छ? विश्वास चाहिँ छैन, हैन? विश्वास छैन उनीहरुले, तर भरे पछाडी प्रभुले भन्दै लाँदाखेरि उनीहरुको हृदयमा केही विश्वास त पलायो, तर पनि प्रभुले चाहिँ गर्नुहुन्छ क्या तपाईं र हाम्रो जीवनमा। यहाँनिर के छ भन्दाखेरि मरियम र मग्दलिनी मरियम र मार्थाले के गर्छन् भन्दाखेरि प्रभुलाई बोलाइ पठाउँछन्, हैन? अनि एउटा कुरा हामीले प्रार्थना भनेको कुरा, हैन, एउटा कुरा विश्वासको कुरा छ भने अर्को कुरा चाहिँ हाम्रो प्रार्थना चाहिँ कस्तो हुनुपर्छ, हैन? हाम्रो प्रार्थना चाहिँ विश्वास सहितको हुनुपर्छ अनि हाम्रो प्रार्थना चाहिँ एकदमै शक्तिमा हुनुपर्छ, प्रभुको वचनको शक्तिमा त्यो प्रार्थना हुनुपर्छ। त्यसको मतलब के हो भने हामीले चाहिँ त्यो उहाँको वचनमाथि भरोसा राखेका छौं। विश्वास भरोसा चाहिँ हामीमा हुनुपर्छ। यो कुरा छैन भनेदेखि हामी निको हुन सक्दैनौं, शरीरमा पनि र हामी आत्मिक जीवनमा पनि हामी कहिले पनि, विशेष गरी हामीले यो शरीरको रोग भन्दा पनि आजको दिनमा चाहिँ आत्मिक रोगको लागि हामीले धेरै प्रार्थना गर्नुपर्छ, प्रभुको शरणमा जानुपर्छ है। हामीलाई शरीरको रोगले चाहिँ के गर्छ भने क्षणिक चंगाई हुन सक्ला अनि संसारमा केही समय रमाइलोसम्म बिताउला, तर हामीले जुन आत्मिक रोगबाट चंगाई भएका छैनौं भने चाहिँ हाम्रो अन्त चाहिँ विनाशमै हुन्छ है। त्यसले गर्दा हामीले चाहिँ यो आत्मिक रोगको लागि हामीले त्यस विषयमा प्रभुको शरणमा जानु पर्यो, स्वीकार्नु पर्यो। र अर्को कुरा चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि जो एउटा हाम्रो शरीरका रोगदेखि साथै एउटा आत्मिक रोग, दुईटा अर्को एउटा आत्मिक रोग हुन्छ जो चाहिँ हामी प्रभुको चरणमा जानै नसक्ने। विश्वास पनि मनमा थोरै मात्रामा हुन्छ, तर हाम्रो एउटा प्रभुप्रतिको भरोसा भन्ने कुरा चाहिँ हराएको हुन्छ क्या। अनि त्यसले गर्दा आज तपाईँ र हाम्रो जीवनमा चाहिँ विश्वास, भरोसा र आशा तपाईँ र हाम्रो जीवनमा प्रशस्त हुनुपर्छ। अनि यहाँनिर प्रार्थना कसरी गरेका छन् त? 1.5 घण्टा प्रार्थना गरेको छैन, यहाँ 2 घण्टा 3 घण्टा बसेर घुँडा टेकेर प्रार्थना गरेको छैन। तर प्रार्थना भनेको कति समय लाग्यो यो मलाई पढ्न भन्दाखेरि 1 मिनेट पनि लागेन नि। तपाईँ र हामीले साँचो हृदयले पुकारौं त, साँचो हृदयले पुकारेकै छैन भनेदेखि हामीले 1 घण्टा बसेर प्रार्थना गरे पनि काम लाग्दैन हाम्रो, हैन? यहाँनिर कति मात्रै छ त प्रार्थना गरेको भन्दाखेरि यहाँ यो मान्छेले, यो कुष्ठ रोग लागेको मान्छेले कति थोरै प्रार्थना गरेको छ, हैन? अनि यहाँनिर हामीले यो 4 जनाले बोकेर लगेको मान्छेले पनि यहाँनिर उनीहरूले बोकेर लगे, अरूले सहयोग गरे। वहाँ पुग्ने बित्तिकै भन्नुको मतलब के भन्दाखेरि जब तपाईँ र हामी चाहिँ साँच्चै नै प्रभुको उपस्थितिमै पुग्छौं नि, समय एकैछिनमा चंगाई हुन्छ। प्रभुको उपस्थितिमा जाने बित्तिकै ऊ प्रभुको उपस्थितिमा ठक्कै आइ पनि पुग्यो, उहाँले के भन्नुभयो? तिम्रो पाप क्षमा भयो भनिदिनु भयो। र प्रभुले चाहिँ पापसँग एउटा सरोकार राख्नुहुन्छ जहिले पनि। मान्छेको चाहिँ पाप चाहिँ क्षमा हुनुपर्छ है भन्नलाई उहाँले सिकाउँदै हुनुहुन्छ आज तपाईँ र हामीलाई पनि। त्यही भएर प्रभुले तिम्रो पाप क्षमा भए भन्नुभएको छ है। र यहाँनिर मैले सुसमाचार यूहन्नाको किताब मैले पढ्नलाई म खोजिरहेको छु र म त्यो फेरि पढ्नेछु। यहाँ हेर्नुस् है, यहाँ पनि उनीहरूले कति चाहिँ समय प्रार्थना गरे त है। कतिमा छ भन्दाखेरि
यहाँनिर 11 अध्यायमा हामी त्यो कुरा पाउँछौं है। 1 पददेखि पढौं। लाजरस नामको एकजना मानिस बिरामी भएको थिए र तिनी मरियम र उनकी दिदी मार्थाको गाउँ बेथानीका थिए। प्रभुलाई अत्तर लगाइदिएर उहाँका पाउ आफ्नो कपालले पुछिदिने मरियम यिनै थिइन्। यिनकै भाइ लाजरस बिरामी थिए र ती दुई दिदीहरूले येशूकहाँ यसो भनी समाचार पठाए, प्रभु जसलाई तपाईँ माया गर्नुहुन्छ तिनी बिरामी छन्। लो, यति नै छ। हेर्नुहोस् है, यहाँ प्रार्थना प्रभुसँग बिन्ती बिछ्याएको, अनि त्यो कुरा चाहिँ मान्छेले बोकेर लगेको छ। अब त्यो खबरलाई हैन, खबर लिएर गयो त्यो मान्छे, अनि बिरामी छन् भनी समाचार पठाइन्। प्रभु जसलाई तपाईँ माया गर्नुहुन्छ तिनी बिरामी छन् भनेर चाहिँ समाचार पठाइन्। तर यो कुरा सुनेर येशू यस बिरामीले मृत्युमा पुर्याउँदैन, तर यो परमेश्वरको महिमाको निम्ति हो, ताकि यसद्वारा परमेश्वरको पुत्रको महिमा होस्। र येशूले मार्था र तिनकी बहिनी र लाजरसलाई माया गर्नुहुन्थ्यो, तापनि लाजरस बिरामी छन् भन्ने सुनेर तिनी जहाँ हुनुहुन्थ्यो अझ 2 दिन त्यहाँ बस्नुभयो। यहाँ हेर्नुहोस् है त, यहाँनिर लाजरस बिरामी छन् हैन, अनि माया पनि गर्नुहुन्थ्यो। अनि मरियमले जसले उहाँको बयान गरेको छ, यहाँ मरियमले चाहिँ के गर्थिन् भने यति साह्रो भक्ति र उपासना गरेकी थिइन् भन्ने कुरा हो यो चाहिँ हैन। आफ्नो कपालले पुछेकी थिइन् भनेर उनले प्रभुप्रति गरेको कुराको बयान पनि यहाँ गरियो। अनि उनले चाहिँ आज लाजरस बिरामी भएको कारणले गर्दाखेरि प्रभुलाई खबर पठाइन् कि जसलाई तपाईँ माया गर्नुहुन्छ उनी चाहिँ बिरामी छन् भनेर यहाँ दिदीहरूले खबर पठाएका छन्। अब यति पठाउनको लागि अहिले पढ्न मलाई 1 सेकेन्ड 2 सेकेन्ड पनि लागेन हैन। यति छोटो प्रार्थना गरेकी छिन्, तर पनि प्रभुले उहाँ खबर पुग्यो, अझै 2 दिन त्यहाँ रहनुभयो हैन। त्यसले गर्दाखेरि आज यहाँ मैले भन्न खोजेको कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ जब तपाईँ र हाम्रो प्रार्थना चाहिँ हैन, हामीले चाहिँ सच्चै आज हृदयबाट नै उहाँमाथि पूर्ण विश्वास सहित प्रार्थना गर्नुपर्छ, अनि मात्रै त्यो कुरा तपाईँ र हाम्रो जीवनमा हुँदछ। नत्र भने हामीले जति नै 1 घण्टा 1.5 घण्टा बसेर हामीले प्रार्थना गरे पनि हामी प्रभुकै उपस्थितिमै पुगेका छैनौं भने चाहिँ हैन, उहाँले त्यो कुरा गर्नुहुन्छ भनेर हामीले सोच्नु हुँदैन। तर हामीले यति कुरा सोच्नुपर्छ कि तपाईले 1 सेकेन्ड अथवा 2 मिनेट 3 मिनेट 5 मिनेट प्रार्थना गर्नुहोस्। 5 मिनेट भनेको एकदमै धेरै हो है। त्यति प्रार्थना गर्दाखेरि पनि उहाँले सुन्नुहुन्छ। उहाँ नसुन्ने प्रभु हुनुहुन्न। हामीले धेरै प्रार्थना गर्यौं भने के हुन्छ, ए प्रभुले सुन्नुहुन्न अनि म चाहिँ धेरै नै कराउनु पर्छ अनि मात्रै सुन्नुहुन्छ, अनि त्यहाँ चाहिँ सुनेर गर्दिनुहुन्छ भन्ने कुरा हो। त्यसको मतलब के हो भने हामीलाई विश्वास छैन है। त्यसले गर्दा आज तपाईँ र हामीले चाहिँ के सोच्नु पर्यो प्रिय विश्वासी जनहरू भने, प्रभुले चाहिँ सुन्नुहुन्छ। मैले 2टा शब्दमा प्रभुलाई बिन्ती गरेँ भने पनि उहाँले सुनेर यदि उहाँको इच्छा भयो भने मलाई जाति बनाउनुहुन्छ। यहाँ यो मान्छेले के भने, तपाईको इच्छा भयो भने भन्ने कुरा आयो यहाँ हैन। अनि यहाँ मरियमले के गरिन्, जसलाई तपाईँ माया गर्नुहुन्छ त उनी बिरामी छन्, बस सक्यो। प्रभु मैले तपाईको निम्ति हैन पाउमा मलम घसेर हैन मेरो कपालले पुछेको थिएँ, तपाईलाई यति मैले आदर सम्मान गरेको थिएँ। प्रभु आज मेरै घरमा यस्तो छ, प्रभु मलाई जाति मेरो भाइलाई जाति बनाइदिनुस् भन्दाखेरि के हुन्थ्यो र? अनि तपाईँ र म भन्दा भन्थे नि त त्यसरी। तर कहिले पनि त्यो कुरा मरियमले गरिनन्, आफूले गरेको कुरा गरिनन् हैन। र आज प्रभुले 2 दिन रहनु भयो है, माया पनि गर्नुहुन्थ्यो रे, फेरि 2 दिन रहनु भयो। कति अचम्मको कुरा छ। माया गर्नुहुन्थ्यो रे, 2 दिन रहनु भयो। लाजरसलाई मर्नै दिनुभयो उहाँले। ल हेर्नुहोस् त फेरि
अब खोइ त माया देखिएन त फेरि प्रभुको, हैन? हेर्दाखेरि त देखिएन नि त। त्यसले गर्दाखेरि आज तपाईँ र हाम्रो उहाँले चाहिँ के गर्न आँटिरहनु भएको छ तपाईँ र मेरो जीवनबाट। हामीले कति प्रार्थना गर्छौं तर उहाँले त्यो झट्टै निको पार्दिनु अथवा झट्टै केही कुरा गरिदिनु हुन्न। किन भन्दाखेरि उहाँले केही न केही गर्न खोजिरहनु भएको हुन्छ। उहाँको इच्छाले चाहिँ के गर्न चाहिरहनु भएको छ भन्दा उहाँले त्यो लाजरसलाई मर्न दिनुभयो अनि फेरि 4 दिन पछाडि गाडेको 4 दिन पछाडि पुग्नु भयो। त्यहाँदेखि गएर 4 दिनसम्म गाडेको हैन गनाइसकेको लासलाई पनि जीवित पार्नु भयो। उहाँले जी उठाउनु भयो च्यानबाट भन्ने। आज त्यहाँ कति मान्छेहरुको अगाडि त्यो एउटा परमेश्वरको महिमा झल्क्यो त यहाँ, हैन? यहाँ प्रभुले के भन्नुभयो, यो चाहिँ मर्ने किसिमको के रे होइन, बिमार होइन, तर यो चाहिँ परमेश्वरको महिमा होस् भनेर यो कुरा भएको भन्नुभयो पहिल्यै नै। अनि उहाँले जब त्यहाँबाट जी उठाउनु भयो परमेश्वरको महिमा भयो र धेरै मान्छेले त्यहाँ के गरे, विश्वास गरे। हेर्नुहोस्, त्यसकारणले गर्दाखेरि उहाँले जब तपाईँ र हामीले पनि कति प्रार्थना गरिरहेका हौला, हैन? वर्षौं प्रार्थना गरिरहेका हौला तर कति कुराहरू पूरा नभइरहेको होला, तर त्यो कुराले चाहिँ सहित बा उहाँले कुनै अर्कै महिमाको काम पो गरिरहनुहुन्छ कि भन्ने कुरा पनि तपाईँ र हामीले बुझ्नुपर्छ। निराश हुनु हुँदैन। यहाँबाट चाहिँ हामीले एउटा हौसला पाउनुपर्छ। अनि अर्को कुरा हामीले के पाउनुपर्छ, प्रार्थना भनेको चाहिँ हामीले धेरै लामो गर्दा मात्रै सुन्नुहुन्छ भन्ने कुरा चाहिँ होइन भन्ने कुरा पनि बुझ्नु पर्यो है। छोटो प्रार्थना भित्र हृदयबाट विश्वास सहितको प्रार्थना चाहिँ उहाँले सुन्नुहुन्छ। तपाईले विश्वासै बिना प्रार्थना गर्नुभयो भने उहाँले नसुन्ने हो नि, उहाँ चाहिँ बहिरो चाहिँ हुनुहुन्न है। तर उहाँले चाहिँ के चाहनुहुन्छ भन्दाखेरि चाहिँ साँचो हृदयले मलाई पुकारोस् भन्नुको मतलब साँचो हृदयले पुकार्नु भनेको चाहिँ के हो त भन्दाखेरि उहाँकै उपस्थितिमा आउनु हो भनेको हो। उहाँको उपस्थितिमै आउनु हो। हुन त अब कसरी आउने त उहाँको उपस्थितिमा? अहिले त प्रभु हुनुहुन्न हैन, तर हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ प्रभु चाहिँ आज मसँगै मेरो छेउमै हुनुहुन्छ र मेरो कुरा चाहिँ उहाँले सुनिरहनु भएको छ भन्ने विश्वास हुनुपर्छ। यो मान्छे पनि के गर्यो, यो मान्छे आफै हिँड्न सक्थ्यो अनि यो मान्छे आयो प्रभुको शरणमा, तर उसको चाहिँ के थियो भन्दाखेरि रोग थियो अरे, कुष्ठ रोग, हैन? अनि यो कुष्ठ रोगहरूले चाहिँ यस्तो के भन्छ, छालामा अथवा यहाँ यस्तो हड्डीहरूमा हैन यस्तो चुडिएर जाने भन्ने मैले सुनेको थिएँ है। कुष्ठ रोगले चाहिँ यस्तो आँखलाहरू चुडिएर जान्छ भन्ने कुरा मैले सुनेको थिएँ हैन। अनि छालामा पनि हुन्छ त्यो रोग भनेर। त्यसले गर्दा त्यो रोगलाई आज ऊ चाहिँ हिँड्न सक्ने थियो अनि ऊ आएर प्रभु निको पार्दिनुहोस्। तर मेरो इच्छा होइन है प्रभु भन्दैछ, उसले चाहिँ तपाईको इच्छा भन्दैछ। आज तपाईँ र हामीले पनि तपाईको इच्छा भन्नुपर्छ हैन। आज तपाईँ र हामीले चाहिँ कसरी प्रार्थना गरिरहेका छौँ भन्दा प्रभुलाई चाहिँ अथवा पवित्र आत्मालाई चाहिँ नोकर जस्तो बनाइरहेका हुन्छ क्या। नोकर जस्तो भनेर चाहिँ उहाँलाई एकदमै यसो गरिदिनुहोस् भन्दै हामी चाहिँ क्या हप्काई ठुल्ठुलो स्वर निकालेर हामीले उहाँलाई अराइरहेका हुन्छौँ। हामी प्रभुलाई अराउने मान्छे होइनौँ। हामी त एउटा माटोबाट बनिएको मान्छे, प्रभुलाई किन अराउनु हैन? प्रभु तपाईको इच्छा छ भने मेरो अवस्था यस्तो छ, प्रभु तपाईको इच्छा पूरा होस्। यहाँनिर मरियमले पनि, मरियमको घरमा त प्रभु घरिघरि आइरहनु हुन्थ्यो हैन। उनले त मनले जितेरै उहाँले त उनीहरूले भन्नु पर्थ्यो, तर पनि उनीहरूले त्यस्तो कुरा गरेनन् किनभने प्रभुलाई चिन्थे उनीहरूले। म भन्दा चाहिँ कति महान हुनुहुन्छ, म त एउटा माटोको धुलोको मान्छे हो भनेर उनीहरूले आफैलाई तल राखेका थिए क्या। अनि मात्रै त्यो कुरा उहाँले त्यो प्रार्थना सुन्नुभयो। तर त्यति माया गरेको मान्छेलाई पनि 2 दिन पर्खिदिनु भयो फेरि हैन। जब तपाईँ र हामीलाई पनि त्यो गर्नुहुन्छ नि, यो मान्छे अब मैले आखिरी ढिलाएँ भने पनि, मैले उसको सँगै नगर्दै पनि, जाति नभए पनि मलाई छोडेर जाँदैन यो मान्छेले, मलाई राम्ररी जान्दछ भन्ने कुरा जब उहाँले सम्झिनुहुन्छ नि तपाईँ र हामीलाई, तपाईँ र हाम्रो रोग छिटो निको हुँदैन, नहुन पनि सक्छ हैन, जाति हुँदैन। म मेरै उदाहरण दिन्छु हैन। मेरो 2027 मा मेरो किडनी फेल भएको हो। अहिले कति वर्ष भयो होला हैन। मैले त्यो किडनी फेल भएको थाहा पाएर मैले कति वर्ष प्रार्थना गरेँ होला, 10 वर्ष प्रार्थना गरेँ मैले हैन। मैले मेरो त्यो आफ्नो मूर्खतामा मैले प्रार्थना गरेँ
प्रार्थना गरेँ जाति बनाइदिनुहोस्। मैले कस्तो कम्प्लेन पनि गरेँ मैले, हैन, बाइबलको भर्सहरू कोट गरेर। तपाईले त अन्धाको आँखा खोलिदिएको छ, हैन, लासहरू बौरी उठेको जी उठेको छ भने यो एउटा किडनी किन जाति बनाउन सक्नुहुन्न भनेर क्या मैले तर्क गरेको एक बेला। तर जब पछाडि आएर मलाई प्रभुले यस्तो प्रकारले सम्झाउनु भयो क्या, त्यहाँदेखि मैले प्रार्थना गर्न छोड्दिएँ। अहिले पनि म गर्दिनँ। अहिले लगभग 6-7 वर्ष भयो मैले प्रार्थना गर्न एकदमै टोटली छोडिदिएको छु। म गर्दिनँ मेरो विषयमा, म कसैलाई रिक्वेस्ट पनि गर्दिनँ। किनभने मलाई प्रभुले के भन्नुभयो भने यही अवस्थाबाट तँबाट म महिमा लिइरहेको छु भन्नुभयो क्या। जब मैले प्रभुले प्रार्थना गरेको सुने नि, प्रभुले घुँडा टेकेर आँसु बगाउँदै उहाँले 1 घण्टा प्रार्थना गर्नुभयो, हैन, 1 घण्टा प्रार्थना गर्नुभयो उहाँले। यो कचौरा मबाट हट्छ भने हटोस् भनेर, तर हटेन त, क्रुसमा जानै पर्यो नि उहाँ, हैन। त्यो कुरालाई मलाई याद गराइदिनु भयो क्या। म प्रभु आफै स्वयं भएर पनि प्रार्थना गर्नुभयो, तर उहाँले चाहिँ त्यो बाटो भएर जानै पर्छ भन्ने परमेश्वरको इच्छा थियो। त्यही भएर उहाँले त्यो प्रार्थना उहाँको सुनाइ त भयो, तर त्यो हाम्रो इच्छाले हो भने चाहिँ त्यो क्रुसमा जानु नजाँदा चाहिँ प्रभुले प्रार्थना गरेर चाहिँ उहाँको सुनाइ भयो भन्ने हामीलाई लाग्थ्यो होला। तर उहाँले सुन्नु भयो, तर के भन्दाखेरि त यो बाटो हिँड्नै पर्छ है भन्ने चाहिँ उहाँको इच्छा थियो। त्यसले गर्दा आज तपाईँ र हामीलाई पनि त्यही बाटो भएर हिँड्न जान दिनुहुन्छ भने हामी त्यो बाटो हिँड्नलाई कहिले पनि अप्ठ्यारो मान्नुहुन्न है। हामीले प्रार्थना गरिसकेपछि उहाँले सुन्नु भएको छ, निको पारिदिनुहुन्छ भने निको पारिदिनुहुन्छ, हैन, गरिदिनु भयो भने गरिदिनुहुन्न नि त। जबरजस्ती प्रार्थना गर्यो भने त प्रिय विश्वासीहरू हामीमा नराम्रो कुरा आइलाग्छ। जबरजस्ती तपाईले प्रार्थना गर्नुहोस् अनि तपाईले पाउनुहुन्छ, तर त्यो पाएको कुराले तपाईले चाहिँ पिछाडी फलामको चिउरा चबाउनुपर्छ। जस्तै के रे हिजोकियाले प्रार्थना गरे, हैन, भित्तापट्टि पर्केर रुँदै प्रार्थना गरे, मैले तपाईको नि वचन उल्लङ्घन गरिन, निस्तार चाड मनाए, हैन, सभा चाड मनाए, विभिन्न किसिमका तपाईको सबै विधि विधानहरू पालन गरे भनेर उनले रुँदै प्रार्थना गर्दाखेरि 15 वर्ष आयु बढाइदिनु भयो नि। तर के गर्ने थाहा छ, पछाडि गएर मूर्ति पूजक भए, देशै उसको राज्य लुट्यो, अर्काले लुटेर लगिदियो राज्य। के भएर उसले आयु बढेर भएन नि त, हैन। तपाईले यहाँनिर के रे प्रस्थानको किताबमा म लिएर जान्छु। यहाँ प्रस्थानको किताबमा के छ भन्दाखेरि यहाँ इजरायलीहरूले के गरे भन्दाखेरि म घटना मात्रै भनिदिन्छु, हैन, अनि म पढिदिन्छु पनि। यहाँनिर प्रस्थान हैन, गन्तीको किताबमा एकछिन है, 23-33 पदमा एकछिन म यहाँ हेर्दैछु यता 32-33। यहाँनिर हेर्नुहोस् है, यहाँ इजरायलीहरूले यति साह्रो गनगन गरेर हामीलाई मासु चाहियो भनेर चाहिँ मोसासँग गनगन गरे, परमेश्वरसँग गनगन गरे, अनि उहाँले बट्टाई चराहरू समुद्रबाट ल्याइदिनु भयो, हैन। तर के भयो थाहा छ, खाँदा खाँदै दाँतमा त्यो निल्न नभ्याइकन के भयो, परमेश्वरको क्रोध खन्यो। हामीले जबरजस्ती माग्दा पनि नि यो प्रार्थना गरेर पछाडि गएर त्यसले नराम्रो नतिजा ल्याउँछ क्या। त्यसले गर्दा हामीले प्रार्थना गर्ने साधारण रूपले प्रभुले सुन्नु भएन भनेर चाहिँ हामीले हजारौं चोटि प्रार्थना गर्दाखेरि पनि, हैन, सुन्नु भएन छ भनेर चाहिँ हामीले घरिघरि गर्ने हो। तर उहाँले सुन्नुहुन्छ नि त, हैन। तर उहाँले किन नगर्दिनु, अब सुन्नु भयो नि त, गएर उहाँले मान्छे पठाए तर प्रभुले सुन्नु भयो त, त्यो कुरा सुनेर त 2 दिन अझै बस्नु भयो नि त, हैन। कोही बेला यहाँ तुरुन्तै पनि गरिदिएको छ, हैन। यहाँनिर आएर पाउमा पर्ने बित्तिकै त्यो कुष्ठरोगी चट्टै जाति भयो, हैन। 4 जनाले बोकेर ल्याएको मान्छे प्रभुको उपस्थितिमा आउने बित्तिकै चट्टै जाति भयो, हैन, हिँड्न सक्ने भयो। तर यहाँ मरियम र मार्थाको चाहिँ के भयो त, जसलाई चाहिँ माया नै गर्नुहुन्थ्यो, हैन, भन्ने कुरा आयो। यहाँनिर म 10 अध्यायको 32-33 पद पढ्दैछु है त, हैन, 32 बाट पढ्नु पर्यो। अनि मानिसहरू उठेर त्यस दिनभरि रातभरि भोलिपल्टसम्म दिनभरि बट्टाई चराहरू बटुले,
जसले धेरै बटुल्ले त्यसले 10 ओमेर बटुल्यो अनि तिनीहरूले ती आफ्ना निम्ति छाउनीको चारैतिर जताततै फिजाइदिए, तर मासु तिनीहरूका दाँतको बीचमा हुँदा त्यसलाई चपाउनै नपाइकन परम प्रभुको क्रोध मानिसहरूको विरुद्धमा दन्क्यो र परम प्रभुले ती मानिसहरूलाई ठूलो महामारीले हिर्काउनु भयो। हेर्नुहोस् है, यहाँ यो उनीहरूले एकदमै गनगन गरेर मागेका थिए है। हामी योभन्दा अगाडिको 10 अध्याय 9 अध्याय 10 अध्यायतिर पढ्दै जाँदाखेरि अथवा यता प्रस्थानको किताबमा नि हामीले पढ्दाखेरि त्यो कुरा पाउँछौँ। यति साह्रो गनगन गरेका छन् क्या मूसासँग, हामीलाई यो भएन त्यो भएन होइन, यति साह्रो गनगन गरे। अनि भरे गएर के भयो भन्दाखेरि उनीहरूमाथि विनाश आयो प्रियहरू। त्यसले गर्दाखेरि यहाँनिर हामीले प्रार्थना भनेको कुरा चाहिँ कसरी गर्ने त भन्ने कुरो हामीले यहाँनिर सिकेका छौँ होइन। र प्रार्थना भनेको त्यस्तो हुन्छ। र आज तपाईँ र हामीले चाहिँ कसरी प्रार्थना गरेर मागिरहेका छौँ त? जबरजस्ती गरेका त छैनौँ, हुनै पर्छ भन्ने कुरा त गरिरहेका छैनौँ। त्यो कुरा चाहिँ तपाईँ र हामीले सिक्नुपर्छ आजको दिनमा। यहाँनिर मैले 3 किसिमका प्रार्थनाहरू मैले तपाईँहरूको अगाडि राखेको छ। अरू पनि छ होइन, अरू पनि छन्, तर मैले यो 3टा राखेँ। एउटा कुरा आफै आएर गरेको छ, अनि एउटा कुरा चाहिँ मान्छे पठाएको छ, र अर्को ठाउँमा चाहिँ 4 जनाले बोकेर ल्याएको छ। यो भिन्न भिन्नै घटना छ यहाँ, अनि भिन्न भिन्नै किसिमले यहाँनिर प्रार्थना गरिएको छ है। तर यो को मानिस भन्ने कुरा थाहा छैन होइन। यो जुन मान्छेको नाम हुँदैन नि त्यहाँ प्राय जस्तो पवित्र आत्माको स्थान हुन्छ। उनीहरूले चाहिँ एउटा प्रार्थना गरिदिए अनि त्यो कुरा चाहिँ पवित्र आत्माले प्रभु कहाँ पुर्याउनुहुन्छ भन्ने कुराको जानकारी हो यो चाहिँ। तपाईँ र हामीले जब प्रार्थना गर्छौँ नि पवित्र आत्माले त्यो कुरा चाहिँ प्रभु कहाँ पुर्याउनुहुन्छ भन्ने कुरा हामी त्यहाँबाट सिक्छौँ। यो 3टा किसिमका प्रार्थना छन्। एउटा प्रार्थना यहाँ त्यो छ, आफै आएर बिन्ती गरेको छ होइन, घुँडा टेकेको छ उसले, एकदमै अब उसको आशा विहीन भएर ऊ पुरै तल पाउमै परेको छ। र एउटा मान्छेलाई चाहिँ बोकेर ल्याइएको छ, र एउटा मान्छे अर्को घटनामा चाहिँ दिदीहरूले 2 जनाले त्यो खबर पठाएको छ होइन। अनि यहाँनिर हामीले कुनै पनि समस्याको लागि म एउटा पद पढ्नेछु फेरि, सहित यो है त प्रेरितको किताबमा हेरौँ है त ल। प्रेरित 3 अध्यायमा जस्तो लागेको छ है त। प्रेरित 3 अध्याय यहाँनिर एउटा लङ्गडो फेरि निको भएको छ है त। यहाँ चाहिँ चेलाहरूले गरेका छन् फेरि। यो चाहिँ अब अर्को घटना छ है त। प्रेरित 3 अध्यायको 1 पद,